ल त साथीहरु हेर्न सक्नुहुन्छ यो टमाटर अचार हाल्नको लागि मात्रै हो ले मलाई तरकारी खान आउँछ नि यस्तो ढौँदैन तर यसलाई काट्नु चाहिँ हुँदैन ल त साथीहरु फेरि हामीले वेलकम ब्याक टु माई च्यानल गाइजहरु फेरि हामीले एउटा नयाँ भ्लग लिएर आइसकेको छौं आज चाहिँ हामी यहाँ तलतिर झरना हेर्न जाँदै छौं झरनामा चाहिँ हिजो भूत देखेको थियो अरे आज हामी छकै छैन भनेर अनुसन्धान गर्न जाँदै छौं गाइजहरु हेर्न सक्नुहुन्छ यार थोरै त अन्त खान्छ ल त ल गाइजहरु हिँड्नु ल त साथीहरु हेर्न सक्नुहुन्छ बाटो चाहिँ एकदम धराप छ ल त गाइजहरु धराप छ ल त ल गाइजहरु यहाँ चाहिँ भूत थियो भन्ने कुरा छ सुनिरहेको छौँ छ छैन हामीलाई थाहा छैन त्यही पनि गइरहेको छौँ ल त गाइजहरु राधे बम बम बोले यार एकडाहरु ल त साथीहरु खोला कराएर साथीहरु हाम्रो आवाजै सुन्ने जस्तो छैन हेर्नु साथीहरु ल त साथीहरु गाइजहरु निश्चितबाट चाहिँ केटाहरु स्लट अरे गाइजहरु हिजो म यसमै लडेको थिएँ गाइजहरु यहीँनिर लडेको थिएँ के छ गरा गाइजहरु आज चाहिँ उनो जाने ल साथीहरु यहीँनिर गरा जाउँ थिएन डर नगर 3 4 4 छुट्नु र हिँड्न म हुन्छ त नर ल त साथीहरु यहीँबाट ल त साथीहरु झरनामा फेरि ल त साथीहरु हामी फाइनल्ली झरनामा पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ झरना चाहिँ अस्तिको भन्दा अलिकति सानो भयो जस्तो छ त्यही पनि दामी नै देखिरहेको छ झरना चाहिँ आज हामी यसो घुम्ने भनेर आएको झरनाको पानी हेर्नु न कस्तो बबाल देखिरहेको छ केटाहरु चाहिँ घरि पानी चलाउँछन् घरि के गर्छन् गाइजहरु एकदम खुसीले केटाहरु हाँसे मात्रै थिए गाइजहरु हेर्न सक्नुहुन्छ एकदम नाचिरहेको थिए तपाईहरु नि हेर्न सक्नुहुन्छ साथीहरु हेर्नु केटाहरु चाहिँ यता हाँस्दै यता पौडी खेल्न पाइएन आज चाहिँ भनेर भन्दै थिए हाफकट्टु लाउनु पर्ने चाहिँ भन्दै थिए अब घर अलिक टाढा छ नि त फेरि अब जान नि अलिक गाह्रै पर्यो त्यही भएर अब यस्तै अब यसो अरू रमाइलो गर्ने अब अरूचोटि चाहिँ यसो हाफकट्टु लाएर केटाहरु यहीँनिर नआउने ओर्ने भन्दै थिए त्यति बेला झन् भ्लग एकदम एक्साइटेड आउने छ है साथीहरु अब यसमा चाहिँ केटाहरु यसो नआएन नि यसो घुमफिर गरेको भिडियो छ त्यही पनि दामी नै छ है तपाईहरुले जति सपोर्ट देखाउँछ त्यति नै हो है हामीले दामी भिडियो ल्याउने साथीहरु यहाँ चाहिँ हेर्न सक्नुहुन्छ केटाहरु घरिघरि खोइ के भूत आयो हो भनेर डराइरहेको थिए त्यही पनि एकदम केटाहरु डराइ नै राथे त्यही पनि मैले जुम भनेर केटाहरु जान चाहिँ खोजे त्यही भएर लिएर आएको गाइजहरु हेर्न सक्नुहुन्छ केटाहरु त्यतिकै आत्तिरहेको थिए घरिघरि झलक हेर्दाखेरि आत्ति जस्तो गरिरहेको थिए केटाहरु हेर्न सक्नुहुन्छ यहाँनिर घरि डराएर घरि यता आउँछन् घरि उता जान्छन् केटाहरु घरि हाँस्छन् के गर्छन् गाइजहरु हेर्नु ल त गाइजहरु केटाहरु बबाल नाच्छन् ल त ल केटाहरु ल केटाहरु ल ओ केटाहरु ओहो नारायण एक्सनमा बाल्छ केटाहरुको नाच्नु केटा हो ओइ पण्डित ल यो नाच केटा गरेर दिँदै ल त साथीहरु हेर्न सक्नुहुन्छ झरनाको आवाज चाहिँ मेरो आवाज मजाले सुनेको छैन है पानी यता यस्तो गर साथीहरु हेर्न सक्नुहुन्छ नारायण चाहिँ माथि चढेको थियो ऊ लात्ताले हान्दै हामीलाई भिजाएको थियो खुसी भएर केटो लात्ता ओ गाइजहरु इन्द्रडी हेर्नु त गाइजहरु
इन्द्रडी लागिरहेछ गाइजहरू इन्द्रडी लागे ठाउँमा आउनु हुँदैन भन्दै ठुलो लागेको इन्द्रडी गाइजहरू इन्द्रडी ठुलो लागेको ठाउँको आउनु गाइजहरू इन्द्रडी देख्न सक्नुहुन्छ यो झरनामा चाहिँ इन्द्रडी लगाइरहेको छ आज गाइजहरू ल आज कडा के छ चाहना यसो भन ल गाइजहरू इन्द्रडी बवाल लागिरहेछ यो मुला त पानी देऊ त लाग्यो ल ल ल साथीहरू केटाहरू नाच्छन् अब केटा हो ओइ ओ केटा हो ढुङ्गा केटा हो तिमीहरूको चाहना भन के छ साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ ऊ अनिलले त हेरिरहेको थियो भित्तातिर खोइ के भन्दैछ ढुङ्गामा ऊ देखाउँदैछ नानालाई पनि खोइ के थियो नि हेर्दै थियो केटाहरू भुतिया खोलामा गएको केटाहरू के डरले केही देख्नु हुन्थेन साथीहरू हेर्नु न यी लात्ताले हान्छन् घरि पानीलाई के गर्छन् घरि हामीतिरै भिजाइदिन्छन् पानीले केटाहरू छक्क परिरहेको हानेछन् लात्ताले लात्ताले हान्छन् घरि ऊ अब त के गरौँ चप्पलले लिएर आयो गाइजहरू यता हेर्नु न ऊ त्यहाँनिर अनिल छ ऊ के गर्दैछ पनि केटो ऊ लात्ताले हान्दैछ अझै पनि केटाहरू आम्मा फुटबल हाने जस्तो हान्छन् नि पानीलाई पनि हेर्नु त साथीहरू हेर्नु त हान्नु हुँदा यसको चाहिँ चप्पलले पर पुगेको हुन्छ फेरि चप्पल लिन गयो साथीहरू हेर्न सक्नुहुन्छ चप्पल लाएर फेरि केटाले चप्पलबाटै भिजाउनु थाल्यो अनिल यहाँ खुट्टा राखेर हामीले भिजाउनु थाल्यो ऊ खोइ के भन्दैछन् केटाहरू भिजाउँदै ओर्दै ऊ यहाँ भिजिसक्यो धेरै भन्दै नाच्दैछन् केटाहरू ग्याप पनि उस्तै हानेको थिएँ मैले त्यही माइक अफ हानिदिएको मैले भुइस ओभर गरेको यहाँ खोलाको साउन्ड धेरै ठुलो छ नि त सुनिँदैन त्यही भएर साथीहरू हेर्न सक्नुहुन्छ ल यता हेर्नु है त साथीहरू यहाँ यहाँ छ गाडी गाइजहरू यहाँ चाहिँ गुफा रहेछ गुफा चाहिँ दामी रहेछ डेन्जर रहेछ ल साथीहरू जङ्गलमा आइपुगेपछि यहाँ पुरै ढाका डुबी भइलो राधे राधे आफ्नो चाहना भनेको अब के छ ल त्यो साथीहरू तामाको बारेमा भन्दैछन् केटाहरू तामा चाहिँ मिठो हुन्छ है तर म चाहिँ एक दिएर भान्दै जस्तो लागिरहेको छ कि साथीहरू तर हामीले तामा यसो घुमफिर गरियो त्यसपछि फर्किसकेको छौँ बिस्तारै हिँड्ने केटा हो ल त साथीहरू हेर्न सक्नुहुन्छ है आउनु छ गाडी ल साथीहरू हामी चाहिँ फर्केर आउँदैछौँ यी हेर्न सक्नुहुन्छ साथीहरू हेर्न सक्नुहुन्छ केटाहरू चाहिँ अगाडि हिँडिरहेको थियो अनि अघि झन्डै चिप्लेर लडो ऊ हिँड्दैछन् केटाहरू एकदम मजाले हेर्न सक्नुहुन्छ ल त साथीहरू ल त ल फेरि उमा आइसकेको छौँ हामी अप्ठ्यारो बाटो छ ल त साथीहरू भिडियोमा चाहिँ लाइक सब्सक्राइब हानिदिनु होला यस्तै भिडियो अरू पनि हेर्नलाई लाइक सब्सक्राइब अनि सेयर सक्दो हानिदिनु है साथीहरू